मान्छे तल 1 जना 2 जना 3 जना 4 जना 5 जना 7 जना 8 जना एकजनाले नातिकिन जाऊ नातिकिन सब रोथे नि यस्तो नमजा लाग्दैन सर गाडी यस्तरी बसेको यो बस्नु नै हाम्रो लकी हो के लकी हो भगवानले बचाएको पछाडिबाट धक्का लाग्यो पानीले एकचोटि टायर फस्यो त्यसले गर्दा नि त्यो जान पाएन त्यसै गर्दा चाहिँ यहाँ जान्छ त्यो बहिनी बल्ल गए ढोकामा आन्टी त्यही आन्टीले बचाएको 2-3 जना खस्ती होला त्यो बहिनीले धन्यवाद गर्नुपर्छ यार यत्रो बेरसम्म थामेको त अनि मसँग हाम फाल्न लाइथिन् नि तिनी यत्रो बेरसम्म थामेको लाइथिन् यार नकर आवा तिनी हाम फाल सक्दिन यत्रो बेरसम्म थामेको पछि हाम फाल लाइथिन् तिनी त्यो बक यत्रो बेरसम्म थामेको अब कहाँ लेडिजले यत्रो सक्छ त हैन अब पौडी खेल्न आउने पानी चाहिँ भयो है अलि सिसाबाट पनि गएन पानी भयो पानी कम भयो सिसाबाट पनि गएन कि सिसाबाट गर्थ्यो रातो जेसीमा हालेको अहिले जेसीबीले फेरि स्टाफहरूले बसको हाम्रो दाजुलाई दिदीबहिनीहरूलाई चाहिँ यसरी उद्धार गर्दैछ बकेटमा लगाएर भनेर नाम अलिक पर दिनु गयो केटाहरू अब त्यहाँबाट उता जानु फेरि तर बुद्धि लाइले भयो त्यसमा चढ्यो अब त्यसमा लिएर गयो फेरि उहाँले हेर्नु उहाँले लग्यो उहाँबाट उताबाट रेट गर्यो तर छिटो गर्नु न त्यहाँ पानी बढिरहेको केले बुद्धि लाइनमा लाइन जेसीबीलाई त्यहाँबाट चाहिँ उताबाट लगेको घटना काठमाडौँमा फेरि त्यो के अरे ठुलो ठुलो भएको रातिको 12-1 बजे छ पानी